योचोटि स्कुल टुरमा सामान थोरै लग्नु पर्ला, कपडा चाहिँ 3 जोडा मात्रै लग्छु। भइहाल्यो, के छैन थोरैहरु हाल्नु। ल्यापटप पनि हालिहाल्छु, खेल्नका लागि भलिबल, पानी पिउनका लागि बोतल, कुर्सी पनि राखिहाल्नु पर्यो। इम्बिम्बी थाकिहालेपछि धेरै घाम भएपछि पंखा पनि हाल्नु पर्यो। टिभी पनि राख्नु पर्यो, झाउ लाग्न सक्छ। मोमो खानलाई भाडा पनि राख्नु पर्यो। साच्चीकै यार, ब्याग त लास्टै सानो छ। साथीले कल गरेर सोध्छु त्यसकोमा ठाउँ छ कि। योचोटि कपडा धेरै लग्नु पर्यो, पहिला कम परेथ्यो। एउटा टी-सर्ट हाल्नु पर्यो अनि एउटा हाफ कटको। यो दुईटा हालेपछि एक हप्ता त त्यसै निस्किहाल्छ। ल भइगयो प्याकिङ, अरु के चाहियो? ब्याग त लास्टै ठुलो छ। राकेशलाई कल गर्छु, त्यसले भन्छु कि मेरो ब्यागमा धेरै ठाउँ छ, के सामान छ भने राखिहाल्छु।